सबैलाई अभिवादन छ। यतिखेर चाहिँ म मोरङको लेटाङदेखि अलिकति मास्तिर समोला भन्ने ठाउँमा छु। यो चाहिँ अहिले एकदमै सोसल मिडियामा भाइरल ठाउँ हो र एकदमै रमणीय दृश्य छ। क्यामेरा देख्न सक्नुहुनेछ, तलका फाँटहरू सर्र देखिन्छ र एकदमै हाइटमा छ यो चाहिँ होइन छ, एकदमै मनोरम दृश्य। अहिले भर्खरै एकदमै तुवालो थियो, अहिले भर्खरै ढाँड तात्तिने गरी घाम लाग्यो र अहिले फेरि तपाईँको यो ऋषि धमालले भने जस्तो नि भन्नुहुन्छ नि, उहाँले के भन्नुहुन्छ नि ठ्याक्कै आएन, तर अहिले घाम लागेर अहिले त्यो भन्नुहुन्छ नि सेम त्यस्तै। अघि भर्खर पानी पर्दै थियो, हामी आउँदा पुरै तुवालो लागेको थियो, एकछिन पछाडि पानी पऱ्यो, छिट्यायो, अनि त्यसपछि फेरि ढाँड तात्तिने गरी घाम लाग्यो, अहिले फेरि शीतल छ। अनि अगाडिका फाँटहरू क्लियर देखिन्छन्, हेर्न सक्नुहुनेछ। यतापट्टि क्यामेरामा हेर्न सक्नुहुन्छ फाँटहरू तलका, यो मोरङ जिल्ला नै पर्छ सम्भवतः, तलका त्यो मोरङ जिल्ला नै पर्छ। र यतापट्टि देख्न सक्नुहुन्छ तुवालो, अगाडि चाहिँ तुवालो पुरै तुवालो छ। अघि हामी जुन त्यो अगाडि सुरुमा हामी छिर्यौँ त्यो भेगमा अहिले पनि तुवालो नै तुवालो छ। त्यही हो, अघि पनि भने यहाँ आउने चाहिँ पूर्वाधार भनौँ न, बाटोको चाहिँ समस्या नै छ। त्यो चाहिँ यता शीघ्र अब स्थानीय सरकारले, प्रदेश सरकारले अथवा केन्द्र सरकारले हुन्छ, त्यसलाई चाहिँ विशेष ध्यान दिनुपर्ने देखिन्छ होइन, ताकि यहाँका पर्यटकहरूलाई चाहिँ भनौँ न, यहाँ घुम्न आउनेहरूलाई चाहिँ सुविधा पुगोस् पुगोस्। भर्खर एक्सपोज, यो ठाउँ एक्सपोज भएको कारणले गर्दा चाहिँ अहिले खासै पूर्वाधारहरू बनिसकेको अवस्था छैन। त्यहाँनिर अगाडि देख्न सकिन्छ, त्यहाँनिर होटेलहरू बन्दैछन्, एक दुईवटा होटेलहरू नै होला सम्भवतः, त्यो हुनुपर्छ। खाजा चमेना गृहहरू लगायतका कुराहरू चाहिँ बन्दैछन् र एकदमै रमणीय स्थल छ। यसलाई चाहिँ पर्यटन क्षेत्रको लागि चाहिँ मजाले विकास गर्ने सम्भावना चाहिँ छ, देखिन्छ। किनभनेदेखि तराईका फाँट, त्यो गर्मी होइन देखि त्यस्तो धेरै डिस्टेन्स छैन, त्यो भएको कारणले गर्दा यसको सम्भावना चाहिँ फ्युचरमा राम्रै छ भन्ने कुरा चाहिँ भान हुन्छ यहाँ आइरहँदाखेरि, र इन्जोय गरिँदैछ। त्यही अघि पनि भने, मौसमको विषयलाई लिएर छिनभरमै परिवर्तन हुन्छ, मजाले दृश्यावलोकन गरिँदैछ। हस् त, धन्यवाद।